के गर्दैछ क्या दामी भएछ दामी भएछ यहाँ आउनु त यहाँ हेर्नु यहाँबाट हेर्नु त कति दामी देख्दैछ पेन्टिङ त टाढैबाट राम्रो देख्छ कस्तो राम्रो देख्दैछ ठिक देख्यो दामी नेचुरल नेचुरल तपाईँले अब राम्रो भनेपछि त अब पुऱ्याइसकेको नि हेरौँ त कस्तो राम्रो देख्दैछ हेर त यहाँनिर झन् त्योभन्दा राम्रो त यता छ रुगा राखेर कस्तो भइरहेछ उसलाई चाहिँ रुगाले चाहिँ अलिक छोड्दैन हो र मैले चाहिँ अस्तिदेखि गर्दै गरेको चाहिँ अहिले चाहिँ निकै कम्प्लिट भएको छ है अनि तपाईँहरूलाई क्लोज बाई पनि देखाइदिएँ है अनि कस्तो लाग्यो भन्नुहोस् है यो काम मेरो हो अनि यो चाहिँ अब डिमान्डमै हो भनौँ होइन अनि के छ अरू त अब कस्तो दामी देख्दैछ हौ राम्रो देख्यो त्यो पानीहरू क्या यत्रो दिन भइसक्यो मैले गर्दा तपाईँ आउनै त होइन त्यो त होइन म बिजी छु नि त अहिले तल पनि बिचरा बिजी हुन्छ म यतै हुन्छु होइन मैले साँच्चै नै हेरेको थिइनँ नि यो चाहिँ उहाँले हेर्नु भएको थिएन यो पेन्टिङ चाहिँ अन्त अहिले चाहिँ उसले उहाँले भर्खर हेर्नुभएको मेरो मायालुले अलि मायालु 2 शब्द पनि राखिदिनु कस्तो लाग्यो दामी गर्नुहुन्छ आर्ट चाहिँ कि पुरा मनपर्छ मलाई चाहिँ मको भएको यसले होइन अब अरू पनि छ नि अब यो पनि यो मात्रै भएन अरू पनि धेरै छ नि त तपाईँकोमा धेरै छ त्यसले चाहिँ तपाईँ ब्लङ्गै लडेको मसँग दियोस् भएको यस्तो छ हो त्यसले चाहिँ त्यो सब कुराले चाहिँ अलिक माया परेको हो होइन सुन्नु न कति राम्रो यो त नि कहाँ तलको यहाँ रेली खोलाहरू जस्तो हुन्छ नि अब हामी गएर त पिकनिकहरू खेल्दा बसेको हुन्छ नि त्यस्तो देख्दैछ त्यो खुट्टा डुबाएर बसेको मैले भन्दा तपाईँले बेसी इमेजिन गर्नु होइन यो ढुङ्गा हेर्नुहोस् त यो कस्तो लागेछ दामी देख्दैछ म यो ढुङ्गामा होइन यो ढुङ्गाहरूमा बसेर त्यही खुट्टा धुँदै बसेको दामी होइन मैले यो पार्टी गर्नु चाहिँ पुरा टाइम लाग्यो क्या दामी भएछ पार्ट चाहिँ हेर्दा कस्तो पनि लागेको छ दामी भएछ दामी मोटामोटी अब चाहिँ अलिक सक्यो जस्तो लाग्दैछ दामी भएछ अब यसको फ्रेम गर्नुपर्ने हुन्छ है फ्रेम गर्नुपर्ने बाइ द वे यो चाहिँ म तपाईँहरूलाई जानकारी दिनबारे म जलपाइगुडी फेरि पनि जानेवाला छु मैले जलपाइगुडी चाहिँ बाइ द वे म गएको छुइनँ अहिलेसम्म एकचोटि गएँ होला है यस्तै पेन्टिङको काम लिएर तर एक्जिबिसनमा गएको थिइनँ योपालि चाहिँ मलाई पेन्टिङ एक्जिबिसनमा उहाँहरूले निम्ताउनु भएको छ म जानेछु भनेर चाहिँ मैले सोचिरहेको छु सो यसको लागि पनि मैले प्रिपेयर चाहिँ गर्दैछु अहिले म यो अर्को पनि छ मेरो पेन्टिङहरू त तर यो पनि म लगेर चाहिँ जाने कोसिसमा छु र सबैलाई यो कस्तो लाग्यो अलिकति प्रतिक्रिया राखिदिनुहोस् होला तपाईँहरूको गिभ सम कमेन्ट टु दिस पेन्टिङ अनि यस्तै छौँ हामी दुईजनै ठिकै छौँ अनि अरू त के भन्नु सबैलाई धेरै धेरै धन्यवाद अनि अरूमा गर्नुभयो भएन है कमेन्ट यो पेन्टिङमा चाहिँ अलिक भनिदिनुहोस् न मलाई अनि जसलाई पनि मनपर्छ यता लोकल पेन्टिङ आइएम अलवेज देयर म गरिदिनेछु तपाईँ